ओइ के हो यो? हेलो साथीहरु, नमस्ते सबैजनालाई हैन। सो आज चाहिँ म नयाँ भिडियोको साथ आइसकेको छु। लथालिङ्गै छ है यतातिर चाहिँ। आज चाहिँ मैले नयाँ भिडियो स्टार्ट गरेको छु धेरै समयको बाद। र अहिले चाहिँ म कपडा लगाएर रेडी भइसकेको छु। फाइनली म कहाँ जाने भन्ने कुरा चाहिँ मलाई नि राम्रोसँग त्यो ठाउँ थाहा छैन। म हजुरहरूलाई लगेर जानेछु र भन्नेछु त्यहीँ गएर। हजुरहरू मेरो भिडियोमा बनिराख्नु होला है त साथीहरु। फाइनली म चाहिँ अहिले म निस्किसकेको छु घरबाट र पनि हिँड्दैछु। फाइनली अहिले म चोकमा आइसकेको छु। चोकै भन्छ यसलाई चाहिँ। अनि चोक भन्दा नि हाई चारैतिरको चोकमा चाहिँ होइन, म चोकको साइडपट्टि। र अहिले चाहिँ अब यहाँबाट चाहिँ म गाडी चढ्नुपर्ने स्टेसनमा चाहिँ त्यहाँसम्म चाहिँ हिँडेर जानुपर्ने हुन्छ। त्यसपछि तपाईँहरूलाई म देखाउँदै लानेछु कहाँ कहाँ जानेछु भने। कस्तो राम्रो छ हरियाली घाँसपाला है, कस्तो रमाइलो हुन्छ। यस्तो हरिया देख्न पाउँछ एकदम मलाई पनि मनपर्छ। पहिला गएर चाहिँ मायालाई भेट्नुपर्ने हुन्छ। मायालाई भेटेपछि चाहिँ थाहा हुन्छ। मलाई त खासै त्यो नयाँ ठाउँ हो नि त, मलाई खासै थाहा हुँदैन। अनि त्यही भएर सो अहिले चाहिँ फाइनली म झरिसकेको छु यहाँ पिपलबटमा। र सुन्दर सुन्दर फुल बगैँचा छ। आँप त राम्रै रहेछ। नाप चाहिँ मलाई आँप चाहिँ छान्न आउँदैन है। अब केटाकेटी नै परे, अब 1 किलो लगिदिनु पऱ्यो होइन प्यारीलाई। हेलो घरबेटीमा, कहाँ हो तपाईँ? उहाँ सुतिरहनु। त्यो हो यत्रो जुरो। त्यही हो। कुन अरे हो त्यही हो। यो त मन पर्छ। कस्तो कुर्ता लगाएर आइसक्यो बिचारा। मक्खै नपर्नु। मसँग त कपडै छैन। हुँदैन नभएर यस्तो कुर्ता लगाउँछ। यो त मलाई कसरी के अमेरिकाको भाउजूले चिन्न दिए। अनि अमेरिकाको मान्छेसँग त्यस्तो कन्ट्याक्ट रहेछ हैन। पहिला आएको थिएँ नि त काम गर्ने घरमा, अनि त्यसले दिएको हो। म कपडै किन्दिनँ खास भन्नु पर्दाखेरि। रहेछ लुरी छु, कमाउँछु, त्यो पैसा कहाँ जान्छ मलाई थाहा छैन। कपडा नि किन्दिनँ। अनि ब्याङ्कमा जान्छ नि त्यो खायो। यो कसैले लिनुहोस् माया। यो ल्याउ भनेर तिमीलाई कसले भन्यो? बेरामै कत्रो त्यत्रै हो। बेलुनी किन्नु बिर्सिहालेछ। राम्रो के साह्रो नाटक हो। राम्रो मेसो चाहिँ महँगो अरे हाल्नु त्यहाँभित्र न। ठक्कै ओहो कस्तो मिठो। ओहो राम्रो मालदा आप अरे हो। मलाई नाम पनि आउँदैन। मलाई सोधेको पो थाहा छ। किन ल्याइराखेको? के के हो त्यो भनेको? स्केटिङ। ए हेलो साथीहरू, सो अहिले चाहिँ हामी मायासँग हामीले भित्रबाट तयारी भएर हिँडिसकेका छौँ। हामी चाहिँ यहाँ खानेकुराहरू बोकेर भिडियो बनाउनलाई यहाँ पोकापोकी बनाएर हिँडेको अवस्था हाम्रो होइन। अब चाहिँ केही प्रगति होला जस्तो छ हाम्रो। प्रतीक्षा गर्दै गर्नु होला। रमाइलो भिडियो हेर्नको लागि। रमाइलो भिडियो हेर्नुको लागि र फनी भिडियो हेर्नुको लागि चाहिँ दिलमाया कति हो टिकटक आइडीमा र मनकुमारी राई टिकटक आइडीमा जानु होला। त्यहाँ पनि राम्रो छ साथीहरू होइन। नयाँ साथीहरू हुनुहुन्छ भने चाहिँ पुरानो साथीहरू हुन्छ नि त भइहाल्छ। त्यही त होइन, गाह्रो छ नि हामीलाई। यहाँ गार्डन कस्तो राम्रो छ यहाँभित्र है। ताखे ए प्यारी यहाँ मुझे हात दो न। यस्तो पो त तरिका छ। अहिले चाहिँ सो फाइनली के ठाउँ भन्छ यसलाई माया? के ठाउँ? एयरपोर्ट नजिक बागमती एयरपोर्ट नजिक पहेँलो पुल। तर पुल चाहिँ हरियो नदी छ। तर यो पानी चाहिँ बढेको छ अहिले, पानी बढेर। अनि हामी चाहिँ यहाँनिर भिडियो बनाउन टिकटक बनाउन आएको छौँ। अनि साथीहरू घाम मजाले लाग्यो। कस्तो राम्रो देखाएको छैन हरियो? वाउ कस्तो दामी देखा है। मान्छेहरू यहाँबाट क्रस गर्थे जस्तो लागेको थियो। अहिले सक्दैन किनभने पानी बढेको नि त। फोटो के भिडियो उयो हेर्नु त कता फोटो राम्रो आउँदैन सबैको। राम्रो देखिएछु यस्तो छ के कस्तो राम्रो देखाएको छ नि त। वाउ नाइस। हेलो साथीहरू, सो अहिले चाहिँ म बेलुन फुलहरू ल्याएको छु होइन। यो चाहिँ टिकटकमा आउँछ यो भिडियो चाहिँ है। वाउ यसको के हुन्छ तपाईँलाई थाहा अरे? एउटा छ चाखमा हाल्ने। यो चाहिँ मलाई साथीहरू फाइनली मन पर्दैन होइन। यो चाहिँ छारा सघाएको मात्र हो।
यहाँ यति राम्रो भ्यूमा के गर्दै बस्ने भन्दाखेरि चाहिँ खाएर यसलाई के भन्छ पिज्जा खासै मन त परेन गीत सानो गर्नु न भइसक्यो यति राम्रो सिम हरियो सिम छ है यहाँ बस्न खानु त कसलाई मजा आउँदैन होला मनै परेन है चटपटी र पानीपुरी भयो अघि नै खाइसक्थेँ चटपटी र पानीपुरी भयो अघि नै खाइसक्थेँ वाउ सुहाना दामी सिम कोही पनि बिर्सेछ म यस्तो गरेर आएँ म त के गर्नु लाग्यो तसिल भएको के गर्नु भएको त डर लाग्छ लाग्यो मलाई त कस्तो केटा मान्छे जस्तो लाग्यो लडे जाने यार हेलो वेलकम छ हजुरहरूलाई यहाँभित्र होइन पढ्नु होला तपाईँलाई नि वेलकम म त पढ्दिनँ यहाँभित्र के अरे म्युजियम अरे म्युजियम ल जाउँ न छिटो रात परिसक्यो यो म्युजियम हो होइन हामी चाहिँ म्युजियमभित्र आएको छौँ पैसा टिकट तिरेर खै टिकट यो चाहिँ टिकट यो तिरेर आएको छौँ इन्जोय त गर्नु पऱ्यो नि हौ राम्रो चराको आवाज नै सुनिरहेको यही चरा पाउँदो रहेछ यहाँ माथि चाहिँ परेर यो चाहिँ भोगोटे है तपाईँहरूले चाहिँ के भनेर चिनिनुहुन्छ यो चाहिँ भोगोटे भन्छ म्युजियम कस्तो राम्रो पातमा लेख्नु भएको रहेछ लेख्नु पाइँदो रहेछ यहाँ आर ए पख घोप्टे यस प्लस यो के लेखेर वाह अफिस अरे यो चाहिँ ए तपाईँको डाटा होला भिडियो तान्नुपर्छ फेरि एक दुईवटा टिकटक बनाउनुपर्छ हो छोड्नु हुँदैन माया यता त घुम्ने नि यो म्युजियम उताबाट घुम्ने होला दामी रहेछ म्युजियम है टिकटमा पनि लेखेको त छ यहाँनिर पढ्नै आउँदैन आफूलाई जता दामी छ उडी ठुलो रहेछ नि त यतातिर यस्तो दामी यहाँ बसेर फोटोहरू खिच्ने माया म त खिच्दिनँ म यतिमा म फाइन छु यो चाहिँ के गरौँ टिम्बुरको रुख जस्तो लाग्यो त टिम्बुर यो टिम्बुरको रुख होइन ए ठुलो रहेछ यतातिर त होइन यहाँ थिएछ नि छ त नि फेरि छ त नि ए अर्कोचोटि आउँला त्यसो भए ओ वाउ कस्तो राम्रो यहाँ थिएछ हेर कति राम्रो मैदान के लाउनु है ओ तपाईँ लाउनु न चेन्ज गर्नु तपाईँ अनि यत्रो पैसा तिर्छ हामीले त ओ माइ गड ए पाइँदैन मक्खै छिरे यस्तो ढोका घचिटिन्छ ए यहाँ रहेछ त नि ए उयो धान ओ माइ गड वाउ धानको पनि यस्तो कस्तो राम्रो है माया फोटो हाल्नु त एउटा यो के हो न धानको भनेर यो चाहिँ पिङ्क पेन्टिङहरू कस्तो राम्रो छ उता यो चाहिँ हेर्नु हो चराको यो चाहिँ मूर्तिहरू कस्तो राम्रो चरा ल जाऊँ उता वाह माया अरे कस्तो राम्रो यहाँनिर कस्तो राम्रो कति राम्रो ठाउँ छ भाइ यतातिर खिच्नु पाइन्छ नि कस्तो राम्रो यो पढ्नु त आउँदैन यहाँभित्र गर के भन्छ तारा गाउँ सङ्ग्रहालय तारा गाउँ सङ्ग्रहालय कस्तो राम्रो यहाँबाट ठिकै छ
तारा गाउँ सङ्ग्रहालय फ्री छ है यहाँ उता जानु पाइन्न उहाँहरू चाहिँ नामै आउँदैन सोधौँ भने नाम आउँदैन के गर्नु सोझो मान्छे पर्यो गाई समय यस्तो धेरै यहाँभित्रको त्यो के अरे पेन्ट गरेको छ है पहिला यस्तो गाउँथ्यो भन्ने होला सायद कस्तो राम्रो छ तर के हो यो पढ्ने देख्ने मात्र हो कहाँ यस्तै हो यो लेखेको हुन्छ पढाएको हुन्छ नि होइन यसको ऐतिहासिक केही होला होइन यस्तो राम्रो छ यो के हो नाम यसको नाम त के थियो यो के अरे यसको नाम के हो माया नरिवलको बोट यहाँ थियो त सिधै जाने यति राम्रो ठाउँमा छु होइन साथीहरू तर यतापट्टिको यति राम्रो यो चौर छ नि वाउ यहाँ चाहिँ भिडियो हेर्नु मात्र परेछ नि आँखा तन्काए है पापै भयो मेरो जिन्दगी आँसु पनि आउँदैन थुक्ला पर्छ छैन प्यारी छैन जुन बाटो आयो त्यहीबाट फर्किने थाहा छ कि छैन जुन बाटो आयो त्यही बाटो छैन ऊ यहाँ तल त रिसोर्ट रह साथीहरू कस्तो दामी छ बोगटे प्रत्यक्ष रूपमा तपाईँहरूलाई नपत्ता यहाँ हेर्नु प्रत्यक्ष रूपमा बोगटेको छेउमा छ लभ यु गाइज ल फाइनलीमा अब चाहिँ हामीले यो सङ्ग्रहालयबाट पनि बिदा भयौँ घुम्यौँ एकैछिन रमाइलो भयो मजै हो राम्रै रहेछ हेर्ने र बस्ने फुर्सदै पाएन बिचरा नाइलाई कति क्युट डगी माया त हुन्छ माया त खासै बस्नु पाएन हौ जाउँ माया कहाँ जाउँ थाहा छैन हो गीत गाउन त आउँदैन है कस्तो राम्रो रहेछ खोइ के हो यो कस्तो राम्रो छ है त्यो के लोटा जस्तो क्या लोटा ठोकै लोटाकै आकृति करुवाको आकृति यसो फाइनलीमा चाहिँ म यहाँ भित्र आइसकेको छु पसलमा खाजा खाने ठाउँमा बाहिर चाहिँ देखाएन एकैचोटि भित्र आएर देखाएको म चाहिँ स्पायर लिएर छु माया त खाँदै हुन्छ म यता छु यताबाट राम्रो देख्दो छु तल बियर पायो भने चाहिँ म खान्थेँ होइन त्यो ठुलो त सक्दिनँ नि खान बियर खायो भने मोटाउँछ अरे नि त त्यही भएर यत्रो हड्डी छ नि कराङ आमामा हेर यो मासु भोर्नु काम पर्यो त्यसको लुगा धो त्यसको भाँडा माझ है अनि त्यसको नानाथरी गर्नुपर्ने होला त्यहाँ मोटाउँछ कोही हो कि होइन म त मोटाउँछु जस्तो लाग्दैन किचकिच गर्ला होइन उसले कमाएर लियो भने किचकिच गर्ला कति के गर्ला लुगा धो उसलाई भनेपछि मिठो मिठो खुवाउनु पर्ने होला होइन म त गाउँमा बसेको मान्छे हो होइन मलाई त जस्तो पकाएर दिने खाने मान्छे हो होइन ल्याङल्याङ गर्न आउँदैन कि मलाई त त्यो भएन यो भएन भन्यो भने त माकुर यस्तो हाल्नु मलाई नि त बुझ्छ अनि म सक्दिनँ त्यही भएर मेरो अहिलेसम्म बिहे नगरेको है साथीहरू अब चाहिँ वेट गर्नु थुक्पाइले सो फाइनलीमा चाहिँ आइसकेको छ हाम्रो थुक्पा गाइस कस्तो दामी कागतीसँग थुक्पा खानुको मजा आउँछ दुईवटा यता मायाको छ यता मेरो यता छु म किनभने मेरो फोनमा चाहिँ अलिकति मेरो भनेको चाहिँ लो क्वालिटी फोन हो नि त साथीहरू थुक्पा खाएको है अब पछि भेटौँला है त गाइस साथीहरू सबैजनालाई फेरि म चाहिँ खाजा खाएर भिडियो बनाइनँ है त्यसपछिबाट त मलाई खाएर पेट दुख्नु थाल्यो होइन यता र उता यस्तो चेस्ट दुख्यो अनि त्यसपछिबाट मैले चाहिँ भिडियो नै बनाइनँ अहिले चाहिँ यसो म घर आइपुग्नु लागिसकेँ यो चाहिँ बाटोमा हिँड्दैछु नि त त्यो भिडियो बनाएको छु म बस्ने घर चाहिँ यो माथिको ठुलो घर हो होइन माथिको घर यहाँ माथि जानुपर्छ म बसेको ठाउँमा हरियो सो फाइनलीमा साथीहरू चाहिँ आज म कोठामा आइसकेँ म यहीँबाट स्टार्ट गरेको भिडियो म यहीँ आएर इन्ड गरेँ र यस बेलासम्म जसले हजुरहरूले हेरिदिनु भयो यसप्रति म धेरै धेरै धन्यवाद छ र यदि कति धेरै मेरो यस बेलासम्म हेरेर साथ दिनुहुने सम्पूर्ण धन्यवाद
र यदि नयाँ साथीहरू जोडिनु भएको छ भने सब्सक्राइब गर्नुभएको छैन भने मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला र मेरो भिडियो अरूलाई पनि सेयर गरिदिनु होला भन्दै आजको भिडियो यहीँ इन गर्न चाहन्छु। फेरि नेक्स्ट भिडियोको साथ अवश्य पनि जोडिनेछु भन्दै बाई बाई साथीहरू। फेरि कपडा चेन्ज गर्नुपर्ने छ हेर्नु कपाल लट्टा पऱ्यो आमा पठाउन आएको त छ्या लट्टा परेर झला बाई बाई।